आईपीओ सम्बन्धी अपडेट गराउने क्रममा आज चाहिँ ट्रेड टावर लिमिटेडले आईपीओ खोलाउन लागिरहेको छ। यो कम्पनी कस्तो रहेको छ र कहिलेबाट आईपीओ खोलाउन लागिरहेको छ र कहिलेसम्म हामीले भर्न सकिनेछ, साथै कति किता चाहिँ आईपीओ खोलाउन लागिरहेको छ, यी सम्पूर्ण विषयमा आजको यो भिडियोमा जानकारी रहेको छ। यो भिडियोलाई लाइक गरिदिनु होला। ट्रेड टावर लिमिटेडले कुल 39 करोड 71,69,300 एकाइ मध्ये 10% अर्थात 3,97,169 एकाइ विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई जारी गरिएको छ भने 2% अर्थात 79,433 एकाइ कम्पनीका कर्मचारीहरूको लागि र 5% अर्थात 1,98,584 एकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ र बाँकी 32,96,505 एकाइ चाहिँ सर्वसाधारणका लागि चाहिँ आईपीओ चाहिँ छुट्याइएको छ र यो आईपीओ चाहिँ खुल्ला चाहिँ 2082 जेठ 14 गतेबाट चाहिँ यो आईपीओ चाहिँ भर्न सुरु हुनेछ। त्यसैगरी जेठ 19 गतेसम्म चाहिँ यो आईपीओ चाहिँ बन्द हुनेछ। यदि पूर्ण रूपमा चाहिँ यो आईपीओ चाहिँ पूर्ण सदस्यता नलिएको अवस्थामा चाहिँ जेठ 28 गतेसम्म चाहिँ यो आईपीओ भर्न सकिनेछ। आईपीओ निष्कासनको लागि चाहिँ एलएस क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्ध गरिएको छ भने न्यूनतम हामीले 10 कितासम्म हामीले भर्न सकिन्छ भने हामीले अधिकतममा चाहिँ 1000 कितासम्म चाहिँ हामीले भर्न सकिनेछ, हामीले आवेदन दिन सकिनेछ। आईसीआरए नेपाल ट्रेड टावर लिमिटेड को लागि BB जारीकर्ता मूल्याङ्कन पुनः पुष्टि गरेको छ, जसलाई वित्तीय दायित्व पूरा गर्न डिफल्टको माध्यम जोखिमलाई संकेत गर्दछ। मूल्याङ्कनले समग्र क्रेडिट योग्यतालाई प्रतिबिम्बित गर्दछ र कुनै विशेष ऋण उपकरणसँग बाँधिएको छैन। 2007 मा स्थापित र काठमाडौँको थापाथलीमा आधारित ट्रेड टावर लिमिटेड एक सार्वजनिक लिमिटेड कम्पनी हो जुन भाडामा लिने, वित्तपोषण गर्ने र पूर्वाधार विकासमा संलग्न छ। यसको पहिलो परियोजना ट्रेड टावर थापाथली अप्रिल 2011 देखि सञ्चालनमा छ। टीटीएलले हालै गौशालामा 3 तारे होटल क्रिस्टल पशुपति सुरु गरेको छ, जसले अप्रिल 2024 मध्यमा 90 मध्ये 49 कोठा र 2 सम्मेलन हलहरू सहित आंशिक सञ्चालन सुरु गरेको छ। अक्टोबर 2024 मध्यसम्म टीटीएल 350 भन्दा बढी प्रमोटरहरूको पूर्ण स्वामित्वमा छ, तर आईपीओ जारी गर्ने योजना छ जसले प्रमोटर होल्डिङलाई लगभग 51% घटाउँछ। श्री शिव हरि दंगाल कम्पनीको प्रमुख शेयरधारक र अध्यक्ष हुनुहुन्छ। ट्रेड टावर लिमिटेडले चाहिँ आईपीओ खोलाउँदैछ। तपाईले पनि यो आईपीओ भर्न सक्नुहुनेछ र यो आईपीओ भरेर तपाईले पनि 1000 रुपैयाँ लगानी गरेर धेरै भन्दा धेरै तपाईले चाहिँ पैसा कमाउन सक्नुहुनेछ। सो आजको आईपीओ अपडेट यति नै। मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यो भिडियोलाई लाइक गरिदिनु होला। आजको जानकारी यति नै। हवस् त, बाइ बाइ।